टिकटकमा आजभोलि एकदमै झुटो खेतीहरू भइरहेको छ नि होइन। हावा भिडियोहरू, फेक भिडियोहरू होइन, एकदम नहुने मान्छेको टाइम वेस्ट गर्ने खालको भिडियोहरू। यो भिडियोले त्यस्तो खालको आइडियाहरूलाई झड्का दिनेछ। भिडियो स्किप नगरिकन अन्तिमसम्म नै सबैजनाले हेर्नुहोस्, एकदम कामको भिडियो छ। अनि हेरिसकेपछि यो भिडियोलाई सबैजनाले सेयर, रिपोस्ट, कपी लिङ्क सब थोक गरिदिनु होला, ताकि त्यस्तो खालको फेक भिडियोहरू फेरि पनि नआओस् आफ्नो मोबाइलमा। हावा कुराहरू होइन। अब हामी पनि यति साह्रो बेकुप नबनौँ क्या। कसैले टिकटकमा यो सर्च गर, त्यो सर्च गर भन्दैमा कुदेर गएर गरिहाल्ने। कसैले अब टिकटक अब न्यू अपडेट सर्च गरौँ टिकटकमा, अनि त्यसपछि भिडियो भाइरल हुन्छ भने छ। न्यू अब टिकटक अपडेट गर्नु सर्च गरिरहेको छ। टिकटक अपडेट कहाँ सर्चमा गर्ने हो त? त्यो एप स्टोर, आइफोन हो भने एप स्टोर, एन्ड्रोइड हो भने प्ले स्टोरबाट गर्ने हो। कसैले भनेको छ टिकटकमा माई ब्यालेन्स चेक गर्नु, अनि तपाईँको अब टिकटकमा कति ब्यालेन्स छ त्यो सो गर्छ भने यस्तो यस्तो हावामा बताइन्छ। कसैले माई फर्स्ट भिडियो सर्च गर्नु भनेको छ, कसैले यो काण्ड सर्च गर्नु भनेको छ। सब मान्छेलाई एकदमै बेकुप बनाइरहेको हुन्छ। अनि फेरि हेर्ने पनि त्यस्तै कुदेर गएर त्यस्तै भिडियोहरूमा फेरि मिलियन भ्यू लिइरहेको हुन्छ। मान्छेले यो सर्च गर्नु त्यो सर्च गर्नु भनेको छ, सर्च गर्नु गयो, लास्टमा उनीहरूको टाइटल, उनीहरूको ह्यासट्यागहरू, अनि उनीहरूको त्यो सबै उनीहरूको सरर भिडियो आउँछ त्यो सर्च गर्ने बित्तिकै। अनि आफू त लास्टमा टुवा परो फर्केर आयो, काम नकाजको उनीहरूको भ्युज बढो, सबै थोक बढो, आफू हेरे आएरै। यस्तो खालको फेक भिडियो होइन। तपाईँहरूलाई जब त्यस्तो सर्च गर्नु कसैले भनेको छ र सर्च गर्नुहुन्छ, उनीहरूले भने अनुसारको तपाईँहरूले अब होइन नियम पालना गर्दै जानुहुन्छ, तर लास्टमा आफ्नो काम बनेन भने तपाईँहरूलाई त्यस्तो खालको भिडियो फेक लाग्यो भनेदेखि त्यो भिडियोलाई होइन तपाईँहरूले लङ प्रेस गरिरहनु, थिचिरहनुहोस्। थिच्ने बित्तिकै साइडमा नट इन्ट्रेस्टेडको अप्सन छ। नट इन्ट्रेस्टमा त्यहाँनिर क्लिक गरेपछि दोस्रोचोटि त्यो मान्छेको त्यो आइडीको भिडियो तपाईँको मोबाइलमा आउँदैन। सबैजनाले जतिजनाले त्यस्तो फेक भिडियोहरू भेट्नुहुन्छ नि, तपाईँहरूलाई कसैको भिडियो होइन त्यस्तो खालको तपाईँहरूको टाइम वेस्ट गर्नुभयो, तपाईँले उनीहरूले भने अनुसारको गर्नुभयो, अनि तपाईँहरूको टाइम वेस्ट भयो, तर त्यो काम बनेन, हावा भिडियो लाग्यो भनेदेखि चाहिँ त्यो भिडियोलाई लङ प्रेस गरेर नट इन्ट्रेस्टमा क्लिक गर्नु। सेकेन्ड टाइमदेखि त्यो आइडीको भिडियो आउँदैन। यो भिडियोलाई सबजनाले रिपोस्ट, सेयर, कपी लिङ्क गरिदिनुहोस्, ताकि यस्तो खालको झुट खेतीहरू नहोस्।